उसम्म के भन्छ ठमेलबाट यो अहिले एउटा चाहिँ फिल्म हल छ त्यहाँ राजाको अगाडिपट्टि फिल्म हलको नाम आएन यानि पानी पोखरीसम्म भनौँ न यो रोडमा चाहिँ नारा लागेको बिरे चोर गदी चोर धेरै चोर दिस चोर भनेर नारा लागेको थियो। कोही व्यक्तिको कुनै युवाको मुख यसरी थुनिएन। जस्तो सामाजिक सञ्जालमा आउँछ योभन्दा 8-10 महिना यानि 1 वर्ष अगाडि मात्रै भएको थियो। अनि त्यहाँनिर त्यसबेला गोली हानेर राजापालामा त्यसरी आन्दोलन गर्नेहरूलाई गोली हानेर मारेको थियो भने फलानुलाई मारेको थियो भनेर भन्नुहोस् है। त्यो पनि हामी सुन्न पाऊँ तर मैले चाहिँ सुनेको थिइनँ, मलाई थाहा थिएन। तर यस्तो नभएको होइन, फेरि सच्चाइ बोल्नुपर्छ। म एउटा कोही राजावादी या त कोही यो पार्टीवादी यो कुनै पनि के पनि होइन। म एउटा स्वतन्त्र मानिस, स्वतन्त्र नागरिक, स्वच्छ विचार भएको, कालोलाई कालो सेतोलाई सेतो भन्नु सक्ने खुबी राख्ने व्यक्ति हुँ। अब त्यही नरैटी राजाको अगाडि नेर चाहिँ मतलब ठमेल र त्यहाँनिर त्यो बिच बाटो बिचनेर चाहिँ एउटा जिप गाडी ब्याक गरिकन मारेको प्रवीण गुरुङलाई, सङ्गीतकार प्रवीण गुरुङलाई मारेकै हो। तर आन्दोलन गर्यो अथवा यसो गर्यो त्यसो गर्यो भनेर गोली ठोकेर मारेको कसैले थाहा छ भने भन्नुहोस्। अहिलेको सरकारले कतिजना मार्यो के गर्यो भन्ने कुरो यो सबैलाई विदितै छ। सबभन्दा पहिले पत्रकार मार्न सुरु गरेको सुर्खेतको यो उसको नेपालगञ्जको चाहिँ लुकेन्द्र चन्द ठकुरी बिचरा, उनलाई 22 वर्षको उमेरमा नै मारेको हो। अब त्यो मार्ने मान्छेको नाउँ पनि थाहा छ है। अब यहाँनिर भनेर किनकि प्रमाण छैन, यहाँनिर भनेर त मैले के गरौँ। अब भने पनि लगभग त्यस बेलाको मान्छेहरूलाई कसले मारेको भनेको कुरो सबैलाई थाहा छ। पत्रकार मार्न त्यहाँबाट सुरु भयो। अब त्यहाँ थाहा भएकै कुरो डेकेन्द्र, अनि त्यहाँबाट आएर शालिग्राम, अनि त्यहाँबाट अस्ति भर्खरै मात्रै। अनि अस्ति गरिकन कतिजना युवाहरू गोलीले, सुरक्षाकर्मीहरूले गोली हानेर मारेको। राजापालामा यस्तो थियो, राजापालामा बोल्न पाइँदैन थियो, चल्न पाइँदैन थियो, यो गर्न पाइँदैन थियो भनेर भन्ने पशु सभाका मानिसहरू हो तपाईँहरू त। झुट बोल्ने, झुटको खेती गर्ने मानिसहरू हो। राजापालामा यो थिएन ल। तर म फेरि अहिले राजा अवधेश बजार भन्ने पक्षमा चाहिँ होइन। मैले अघि नै भनिहालेँ है, हुनेवाला राजा यानि भएका ती ज्ञानेन्द्र शाही र पारस शाही अनि नाति, उनीहरू चाहिँ के छैन, राजा हुने योग्यका मानिसहरू होइनन्। जो पहिला राजा महेन्द्रमा र वीरेन्द्रमा थियो अनि राजकुमार दिपेन्द्रमा थियो। एउटा देशको लागि चाहिँ लिडरसिप अनि राजा हुने योग्यका व्यक्तिहरू उहाँहरू नै थियो। उहाँहरू सिद्धिएपछि अब सिद्धियो। अब बोल्न पाइँदैन भनेर भन्ने कुराको बारेमा कहाँ बोल्ने, मैले भनिहालेँ कस्तो कस्तो नारा लाग्थ्यो। अब त्यहाँभन्दा पछाडि चाहिँ नारा लाग्यो कस्तो भन्दाखेरि ज्ञाने चोर गद्दी छोड, ज्ञाने चोर देश छोड, पारेसे गुन्डा रुखमा झुन्डा। अनि आर्यघाटले के भन्छ, ज्ञानेर पारेसाले भन्छ भनेर नारा लगाउने व्यक्तिहरू अझै पनि जीवितै छन्। अनि त्यो सुन्ने र त्यो देख्ने र म सुन्ने म अझै जीवितै छु है त। अब यहाँ बोल्न पाउने नपाउने भन्ने सम्बन्धमा पत्र पत्रिका त्यो बिना थिएन है। अहिलेसम्म पनि योभन्दा 4 वर्ष 5 वर्ष अगाडि मात्रै एउटा के काम परेर पत्रकार सम्मेलन गर्नु पर्यो अथवा पत्रकार पठाइदिनुहोस् न भनेर चाहिँ कान्तिपुरलाई भन्दाखेरि 1,55,000 रुपियाँ नभइकन पत्रकार पठाउँदिन भनेर भन्नुभयो उहाँहरूले यसो भन्नुभयो, यानि कान्तिपुरले यसो भन्यो। अनि त्यहाँबाट के भयो, हामीले चाहिँ त्यो चाहिँ के गर्नु सकेनौँ, हामीले सर्जान सकेनौँ, गर्दा नि गर्किएन है। यस्तो अवस्था थियो। अब यो सामाजिक सञ्जालहरू चाहिँ के थिएन भनेदेखि सामाजिक सञ्जालहरू छँदै थिएनन्। याहु 1994, इमेल 1971बाट, अब गुगल 1996, युट्युब 2005, फेसबुक 2004, इन्स्टाग्राम 2010, ट्विटर
2006, भाइबर 2010, व्हाट्सएप 2014मा चाहिँ सुरु भएको नेपालमा चल्ने सामाजिक सञ्जालहरू लगभग यति नै होला। अरू केही छन् भने देखुन, एउटा चाहिँ स्काइप भने छ, त्यसमा खासै त्यस्तो हुँदैन। त्यही पनि यो महिनाबाट चाहिँ, यो महिनाको आखिरीबाट चाहिँ उसले रिटायरिङ हुँदैछ भनेर चाहिँ त्यही उसैले नै स्काइपले नै मसँग स्काइप एप छ, त्यसैमा स्काइपले नै के गरेको थियो, बार चाहिँ नोटिफिकेसन पठाएको थियो मलाई। ल अब बोल्ने कहाँ त, यी अहिले चाहिँ यी सामाजिक सञ्जाल आए अनि यसरी मैले जस्तो भिडियो बनाएर मैले के गरेँ, मैले चाहिँ अपलोड गरेँ। यिनै हुन् कुराहरू। अनि बोल्ने कहाँ, अहिले चाहिँ यो आए, हामीले बोल्ने अधिकार ल्यायौँ भन्नेहरूलाई लाज शरम छैन। लाज मान्नुहोस्, अलिकति थोरै भने पनि लाज मानिदिनुहोस्। बोल्ने अधिकार आएकै हो त, बोल्ने अधिकार आएको हो, त्यही गरेर चल्ने अधिकार आएको हो भनेर देखिया छ। हामीले देखिया छ, पत्रकार मरेकै छन्, जवानहरू युवाहरू के भएको छ, गोली खाएर मरेकै छन्। बोल्ने मान्छेलाई, बोल्ने युवाहरूलाई पुलिसले यसरी मुख थुनेको त अहिले भर्खरै 2-4 केही समय अगाडि मात्रै हो। यही नै होइन र, बोल्नेलाई अहिले पनि जेल हालिरहेको छैन र, के चाहिँ बोल्ने ल्यायौँ भनेर भन्नुहुन्छ तपाईँहरू। हुनसक्छ मलाई पनि थ्रेट आउन सक्छ यति बोलेकै भरमा। धन्यवाद।